नम्बरमा सम्पर्क गर्नु भनेर इन्डियाको नम्बर राखिदिएको छ। यता आएर हस्पिटलमा बच्चा जन्माउँछन्, हस्पिटलले बच्चा जन्माएको प्रमाण दिन्छ, बच्चा जन्मेको प्रमाण हुने बित्तिकै नागरिकता दिने कानुन बनाएको छ। अनि डाँडामा 5वटा घर बनाएको छ, त्यहाँ सरकारले बत्ती पुर्याइदिए, पानी पुर्याइदिए, स्वास्थ्य चौकी पुर्याइदिए, प्रहरी चौकी पुर्याइदिए, होइन, बाटो बिजुली पुर्याइदिए। अनि बाढी आउँछ बगाइदिन्छ, सरकारले राहत दिन्छ किस्तामा 5 वर्ष पुग्ने गरी। अनि अघिल्लो वर्ष किस्तामा पाएको राहतले 4वटा टेका गाडेको हुन्छ, अर्को वर्ष फेरि भत्काइदिइहाल्छ। हेर्नु है त। अनि यो मोडेलको विकासमा, बाटोमा, बिजुलीमा, स्वास्थ्य चौकीमा अहिले 80% रकम विकास बजेट खर्च भइरहेको देखिन्छ। एकीकृत तपाईको चाहिँ भू उपयोग नीति लिएर आएर एकै ठाउँमा चाहिँ बस्ती बसाउने, त्यहीँनेरि स्विमिङ पुल बनाऊ, त्यहीँ जिमखाना बनाऊ, त्यहीँ तपाईको चाहिँ स्वास्थ्य केन्द्र बनाऊ, यो नगर्नु। चाइनाबाट सिक्नुपर्छ। म त व्यक्तिगत रूपमा व्यक्तिको नाममा जग्गा जमिनै हुनुहुन्न भन्ने पक्षमा छु। चाइनामा जस्तै म चाहिँ त्यो नगरुन्जेलसम्म यहाँ जोसुकै गृहमन्त्री, प्रधानमन्त्री इत्यादि सरकार भयो भने बाढी पहिरोमा यस्तो भइरहन्छ, ढुक्क भइ हुन्छ। तपाईँले यो भू उपयोग नीतिलाई मान्नुहुन्छ, सरकारको भू उपयोग नीति गलत छ भनेर भन्नुहुन्न भने तपाईँ रोइरहनुपर्छ, रोइरहनुहोस्। म पनि रोइरहनुपर्छ, रोइरहन्छु। मान्ने चाहिँ यो, अनि यो भएन भनेर भन्ने, यसको विरोध गर्नुपर्छ। भनेको जबसम्म लोकतान्त्रिक, जनवादी, निरङ्कुश, तानाशाह राष्ट्रवादी जन्मिँदैन तबसम्म यस्तो भू उपयोग नीति युवालाई सबै सैनिकमा लगाउने। अहिले अस्ट्रेलिया पनि डराइसक्यो त। अस्ट्रेलिया नेपालभन्दा कति ठुलो छ? 52.23 गुणा ठुलो छ। 52 गुणा ठुलो छ नेपालभन्दा। तर जनसङ्ख्या हेर्नु भने 2.5 करोड मात्रै छ। त्यसले पनि के गर्न थाल्यो? हाम्रो देशमा आऊ, पढेर फर्केर जाऊ, अब यहाँ राख्दिनँ भन्न थालिसक्यो। यो युवल नोह हरारीले भनेको अबको 5 पुस्तापछि पृथ्वीको आयतनभन्दा जनसङ्ख्याको साइज चाहिँ ठुलो हुँदैछ। अबको 10 वर्षमा 60 वर्ष माथि र मुनिकाको जनसङ्ख्या विश्वभरि 50% हुँदैछ, ठिक आदि हुँदैछ। नेपालका नेताहरू इत्यादिले यस्तो कुरा बुझ्दैन, यस्तो पनि बकवास भन्छन्। नेता हुने त ठग्ने, ढाँट्ने कुरा पो गर्नुपर्छ त, अरूलाई गाली गर्ने पो गर्नुपर्छ त, कहाँ यस्तो नीति बनाउने कुरा गर्ने भन्छन्। यो नीतितर्फ गएन भने नि भूकम्प इत्यादिमा यस्तो भइरहन्छ। त्यस कारण हामीले चेन्ज गर्नुपर्ने त्यहाँनिर छ। म विनम्रतापूर्वक फेरि पनि निवेदन गर्छु कि साँच्चै व्यवस्था परिवर्तनको पक्षमा लागौँ, संसदीय व्यवस्था अन्त्य गर्ने पक्षमा लागौँ, नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पक्षमा लागौँ। यो नभन्नेहरू जति सबै पुराना हुन्, सबै बुढा हुन्, यो भन्ने मात्रै नयाँ हो, युवा हो। त्यसरी युवा जोस जागरका साथ अगाडि बढौँ भन्न चाहन्छु। धन्यवाद। हजुर।